नमस्कार दर्शकबिन, तपाईहरुलाई द ग्रिडमा स्वागत छ। हजुरहरु माझमा द ग्रिडद्वारा युथ कर्नरको धेरै एपिसोडहरु हजुरहरु माझमा हामीले ल्याइ नै रहेका छौं र आजको यस एपिसोडमा हामी हजुरहरु माझमा साहित्य क्षेत्रमा युवाहरुको कस्तो अगाडि कसरी युवाहरु बढिरहेका छन्, कस्तो प्रकारले उहाँहरुले रुचि राखिरहेका छन् त्यस विषयमा हामी चर्चा गर्न गइरहेका छौं र आज पनि हजुरहरु माझमा हामीले लिएर आएका छौं स्पेशल गेस्ट एनबी घिमिरेज्यू। उहाँको बारेमा परिचय दिनु पर्दाखेरि उहाँ सिक्किम विश्वविद्यालयबाट मास्टर्स इन नेपाली गरिसक्नु भएको छ भनेदेखि वर्तमानमा उहाँ पत्रकारिता क्षेत्रमा काम गरिरहनु भएको छ र उहाँको क्रिएटिभ राइटिङको धेरै हामीले चर्चा पनि सुनेका छौं भनेदेखि उहाँ कविता पनि लेख्नुहुन्छ, कविता विधामा पनि धेरै कलम चलाइ नै रहनु भएको छ। हामीले उहाँबाट बुझ्न सकेका छौं, उहाँको लेखाइ हामीले पढि पनि रहेका छौं। सर्वप्रथम एनबीज्यू तपाईलाई स्वागत छ यस विशेष एपिसोडमा। थ्यांक यू सो मच। आजको यस विशेष एपिसोडमा हामी युवा पुस्ताले जुन चाहिँ साहित्य क्षेत्रमा काम गर्दै आइरहेका छन्, साहित्यमा कतिको रुचि छ त्यस विषयमा चर्चा गर्नेछौं। सर्वप्रथम तपाईलाई के लाग्छ, युवाहरूले कतिको अहिलेको युवा पुस्ताहरू कतिको साहित्यमा रुचि राख्छन् जस्तो लाग्छ? के गर्छन्? युवाहरूको साहित्य प्रति त्यतिको रुचि छ छैन है, पठनमा त्यतिको रुचि राख्छन् राख्दैनन्, त्यस विषयमा केही भनिदिनुस् न। सर्वप्रथम तपाईँ अनि तपाईँको टिमलाई धेरै धेरै धन्यवाद, यहाँ आफ्नो कुरा राख्ने एउटा तपाईँले अवसर दिनुभएको छ। तपाईँको प्रश्नमा आउँदाखेरि चाहिँ युथहरूले अब अहिलेको जुन युवा पुस्ता छ, जेनजी भनौँ, जेनजी पुस्ता भयो, त्यसभन्दा अगाडिको पुस्ता भयो, यी पुस्ताहरूले चाहिँ साहित्यमा रुचि कतिको राख्दैछ, कतिको सहभागिता छ भन्ने कुरा चाहिँ हामीले एकपट्टिबाट मात्रै हेरेर हुँदैन जस्तो लाग्छ मलाई। एकपट्टि मात्र भन्नुको मेरो मतलब के हो भन्दाखेरि पुरानो पुस्ताले कस्तो प्रकारले साहित्यलाई लिन्थ्यो र अहिलेको नयाँ पुस्ताले कस्तो प्रकारले साहित्यलाई लिँदैछ, त्यो दुईवटा पक्षबाट हामीले हेऱ्यौँ भने चाहिँ के पाउँछौँ भने साहित्यको फर्महरू चेन्ज भएको छ अहिले। जस्तो प्रकारले पहिला हामीले एउटा ट्रेडिसनल वे अफ लिटरेचर राइटिङ देख्थ्यौँ, त्यस्तो अहिले छैन। अहिलेको पुस्ता भनेको टोटली डिजिटल वर्ल्डभित्र प्रवेश गरिसकेको पुस्ता हो र डिजिटलमा हेर्नु पर्यो हामीले। अब एउटा किताब निकालिसकेपछि त्यो किताब कतिको पब्लिस भयो, कति कपी पब्लिस भयो, त्यसको कति एडिसन पब्लिस भयो, त्यसलाई मात्रै हेर्ने हो भने चाहिँ अहिलेको उसमा हामीले हार्ड किताब पढ्ने रिडरहरू चाहिँ घटेको छ, अथवा हार्ड किताब त्यति बेसी बिक्री हुँदैन भन्ने जुन चाहिँ पुरानो पुस्ताको लेखकहरूको साहित्यकारहरूको जुन चाहिँ गुनासो छ, त्यसलाई मात्रै हेर्ने हो भने चाहिँ अहिले लगभग अहिलेको पुस्ताले किताबै पढ्दैन, अहिलेको पुस्ताले लिटरेचरै लेख्दैन भन्ने जस्तो देखिन्छ। तर हामीले सँगसँगै डिजिटल वर्ल्डभित्र प्रवेश गरेर हेऱ्यौँ भने फेसबुक हेर्नुहोस् तपाईँले, इन्स्टाग्राम हेर्नुहोस् तपाईँले, ब्लग पोस्टहरू हेर्नुहोस् तपाईँले, वेबसाइटहरू हेर्नुहोस्, त्यहाँनिर हेर्दाखेरि चाहिँ हामी के पाउँछौँ भने नयाँ पुस्ताले नयाँ तरिकाले लिटरेचर गरिरहेको छ, लेखिरहेको छ। नयाँ तरिकाले उनीहरूले डिजिटल फर्मेटमा डिजिटल कपीहरू अथवा डिजिटल वर्ल्डभित्र नै जस्तै पोइट्रीको कुरा गर्नु हो भने पोइट्रीको भिडियोहरू बनाएर होइन, जस्तै भर्चुअल पोइट्रीहरू भयो, यस्तो तरिकाले लिटरेचर गरिरहेको छ। तर हामीले ट्रेडिसनल तरिकाले हेऱ्यौँ भने चाहिँ किताब पढ्नुमा अलिक कम्ती भएको भन्ने जुन गुनासो सुनिरहन्छौँ हामीले, त्यो पक्कै पनि हो। किताबको कपीहरू कम्ती बिक्री हुन्छ आजकल, तर लिटरेचरलाई हामीले डिजिटल वर्ल्डभित्र पनि बसेर हेऱ्यौँ भने चाहिँ अहिलेको पुस्ता पनि त्यति साह्रो निराशाजनक अवस्थामा चाहिँ छैन। पढाइको कुरा गर्दाखेरि, लेखनको कुरा गर्दाखेरि त अब लेखन एज अ टेक्स्ट मात्रै हेर्ने हो भने चाहिँ त्यति बेसी नहोला, नदेखिएला। तर मलाई चाहिँ के लाग्छ भने म त्यही सर्कलमा भएको कारणले गर्दा पनि मलाई त्यस्तो लागेको हुनसक्छ। अहिलेको पुस्ता पनि लिटरेचर, साहित्य, क्रिएटिभ राइटिङलाई लिएर चाहिँ सिरियस नै छ, लेखिरहेकै छ, पढिरहेकै छ। त्यति साह्रो निराश हुनुपर्ने अवस्था चाहिँ छ जस्तो चाहिँ मलाई लाग्दैन। भनेपछि अहिलेको पुस्ताहरूले डिजिटल प्लेटफर्मबाट पनि आफ्नो जुन चाहिँ साहित्यप्रतिको रुचि देखाइ नै रहेका छ एकदमै छ। तपाईँलाई जुन चाहिँ क्रिएटिभ राइटिङको मैले भनिहालेँ, तपाईँको क्रिएटिभ राइटिङको जर्नी विषयमा पनि अलिकति भनिदिनुहोस्। क्रिएटिभ राइटिङको जर्नी चाहिँ मेरो स्कुल लाइफदेखि नै सुरु भएको हो। अब स्कुलमा हाम्रो लिटरेरी कम्पिटिसनहरू भयो, त्यहाँदेखिको कविताको वाचन गर्ने जुन चाहिँ एउटा कम्पिटिसनहरू हुन्थ्यो त्योहरू भयो, त्यहीँबाट सुरु गरेको मैले पनि। र मैले चाहिँ फर्स्ट मेरो पब्लिस्ड पोइट्री भनेको चाहिँ 2015 सालमा हुनुपर्छ। 2015 सालमा मेरो फर्स्ट कुनै पनि एउटा अब किताब होस् या म्यागजिन होस् या न्युजपेपर होस्, त्यो पब्लिस भएको कुरा गर्नु भने चाहिँ 2015कै कुरा हो।
2015मा चाहिँ एउटा स्वतन्त्र मञ्च भन्ने एउटा पेपर, विकली पेपर निस्किन्थ्यो, न्युज पेपर। त्यो न्युज पेपरको जुन चाहिँ भित्रको लिटरेरी सेक्सन छ, त्यो सेक्सनमा हाम्रो अहिले पनि हुनुहुन्छ उहाँ पत्रकारिता क्षेत्रमै हुनुहुन्छ, भीम राउत ज्यूले त्यो सम्पादन गर्नुहुन्थ्यो। त्यो पत्रिका साप्ताहिक पत्रिका थियो। त्यो पत्रिकामा मेरो पहिलो कविता प्रकाशित भएको थियो। त्यसपछि यता म निरन्तर लेखनमै छु, तर अहिलेसम्म मैले आफ्नो सिङ्गो किताब निकाल्ने त्यो ठाउँमा पुगेको छु भन्ने आफैलाई लाग्दैन। लगभग यो 1 दशक 10 वर्ष जति मैले जति लेखेको छु, जति पढेको छु, त्यसमा पनि अझै पनि म एउटा विश्वस्त ठाउँमा चाहिँ पुगेको छुइनँ कि मैले चाहिँ एउटा सिङ्गो किताब निकाल्न सक्छु अब, अथवा त्यसमा मैले पाठकको समय मात्रै चोर्दिनँ, पाठकको मस्तिष्कलाई दुःख मात्रै दिँदिनँ, तर केही न केही दिन सक्छु भन्ने त्यो विश्वास अहिलेसम्म मेरोमा स्थापित भइसकेको छैन। त्यस भएर चाहिँ मैले सिङ्गो किताब निकालेको छुइनँ, तर मैले विभिन्न म्यागजिन, विभिन्न किताबहरूमा कविता कन्ट्रिब्युट गर्ने कामहरू गरिरहेको छु। र मैले सबैभन्दा ठुलो प्लेटफर्म पाएको भनेको 2017 सालमा दिल्लीको साउथ एसियन युनिभर्सिटीमा इन्टरनेसनल नेपाली पोइट्री फेस्टिभल भएको थियो। त्यो मेरो जिन्दगीको सबैभन्दा ठुलो मञ्च थियो, जहाँनिर यो साउथ एसियाभरिका देशका कविहरू ल्याएर कविता सुनाएका थिए, त्यसमाथि चर्चा भएको थियो। त्यो मञ्चमा मैले पनि सिक्किमबाट एकजना कलेज पढ्दै गरेको विद्यार्थी हुँदाहुँदै पनि मैले गएर त्यो सुनाउनु पाएको थिएँ। त्यसपछि त लगातार रूपमा म कविता लेखनमै छु। सँगसँगै म विभिन्न सामाजिक राजनैतिक विषयहरूमाथि पनि आर्टिकलहरू लेखिबस्छु, म्यागजिनहरूतिर छापिरहेकै छु। र हामीले नयाँ दृष्टिकोण भन्ने एउटा म्यागजिन पनि निकाल्ने गर्थ्यौँ। अहिले त्यो निकालेको छैनौँ, त्यो डिस्कन्टिन्यू भयो, तर त्यसको सम्पादन गर्ने मौका पनि मैले पाएको थिएँ। र अब यता पत्रकारिताको क्षेत्रमा पनि क्रिएटिभ राइटिङलाई ठाउँ दिने काम गरिरहेकै छु, लेखिरहेकै छु। तर सिङ्गो किताब चाहिँ लगभग मेरो अर्को वर्षभित्रमा चाहिँ पब्लिस हुन्छ भन्ने चाहिँ अब मलाई त्यतिको विश्वास छ। र यस्तै छ अहिलेसम्मको यात्रा चाहिँ। क्रिएटिभ राइटिङ जुन चाहिँ छ त्यो विषयमा तपाईँले भन्दै गर्दाखेरि है, अहिले हेर्नु पर्दाखेरि जुन चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स, कृत्रिम बुद्धिमत्ता, यसले धेरैले जस्तो यो प्रयोग गरिरहेको पनि हामीले देख्न पाइरहेको छौँ। यस विषयमा धेरै डिबेट चर्चा पनि भइरहेको छ। यसले कतिको युवा पुस्तामा यसले प्रभाव पारिरहेको छ, यसले कतिको नेगेटिभ पोजिटिभ इम्प्याक्ट पारिरहेको छ, त्यस विषयमा पनि भनिदिनुहोस्। विशेष गरेर म लिट्रेचरकै सम्बन्धमा जोडेर म भन्न चाहन्छु। अब आर्टिफिसियल इन्टेलिजेन्सको जुन च्याटबटहरू आयो, त्यो च्याटबट आएदेखि नै, सुरुदेखि नै म पनि त्यसलाई हेरिरहेको छु, त्यसको प्रयोग पनि गरिरहेको छु मैले। तर एउटा स्पष्ट भिन्नता चाहिँ के हुन्छ अहिले आएर मैले महसुस गरेको चाहिँ के छ भन्दाखेरि, म कविता लेख्नको लागि च्याट जिपिटी प्रयोग गर्दिनँ। म क्रिएटिभ राइटिङको लागि च्याट जिपिटी या जति पनि ग्रकहरू भयो, डिपसिकहरू भयो, पर्प्लेक्सिटीहरू भयो, यी च्याटबटहरू, एआई च्याटबटहरू म कविता मतलब क्रिएटिभ राइटिङको लागि चाहिँ म प्रयोग गर्दिनँ। तर म प्रयोग के को लागि गर्छु भन्दाखेरि, डेटा निकाल्नुको लागि, इन्फर्मेसन निकाल्नुको लागि, अनि क्रस भेरिफिकेसनको लागि। त्यो पनि एउटामा मात्रै भर पर्ने होइन। र अर्को कुरा चाहिँ के हो भन्दाखेरि, राइटिङ भन्छौँ नि हामीले, जब क्रिएटिभ राइटिङ भन्छौँ त क्रिएट गर्नु, सिर्जना गर्नु भन्छ एउटा, अर्को हुन्छ जेनेरेट गर्नु। एआईले चाहिँ तपाईँको क्रिएट गर्दैन। हाम्रोमा एउटा कन्फ्युजन के छ भने, एआईले क्रिएट गरिदिन्छ र त्यसपछि कविताहरू मान्छेले छपाउँछन्, लेख्छन्, आर्टिकल लेख्छन् भन्ने कुरा छ। जुन चाहिँ त्यो एआईले जुन हामीलाई दिन्छ नि, हामीले कुनै एउटा प्रम्प्ट हालिसकेपछि एआईले दिने जुन कुरा छ, त्यो चाहिँ क्रिएट गरेको होइन उसले। हामीले त्यो कुरा चाहिँ बुझ्नुपर्छ। एआईले चाहिँ क्रिएट गरेर हामीलाई आर्टिकल दिँदैन, हामीलाई कविता दिँदैन। एआईले के गर्छ, जेनेरेट गर्छ। उसको जेनेरेट गर्ने प्रोसेस के छ भन्दाखेरि, त्यसको पछाडि जुन ट्रेनिङ मोडल छ उसलाई जति डेटा फिड गरिएको छ ट्रेनिङ गर्दाखेरि, त्यो डेटालाई नै उसले घुमाएर फिराएर दिने हो। तर उसमा चाहिँ के हुन्छ भन्दाखेरि, क्रिएटिभ राइटिङ गर्ने, कविता लेख्ने होस्, कथा लेख्ने होस्, नोभल लेख्ने होस्, गीत लेख्ने होस्, होइन, यी लेखकहरूमा चाहिँ के हुन्छ भन्दाखेरि राइटिङ स्टाइल हुन्छ, लेखन शैली भनिन्छ, राइटिङ स्टाइल हुन्छ। एआईमा चाहिँ राइटिङ स्टाइल हुँदैन, एआईको चाहिँ राइटिङ प्याटर्न हुन्छ। प्याटर्न जुन चाहिँ उसलाई ट्रेनिङ गराउँदाखेरि हजारौँ किताबहरू फिड गरिएको हुन्छ नि, उसमा हजारौँ इन्फर्मेसन फिड गरिएको हुन्छ र उसलाई त्यो ल्याङ्ग्वेज सिकाइएको हुन्छ। त्यसको आधारमा उसले सबैभन्दा बेसी सिमिलर प्याटर्न जुन चाहिँ उसले ट्रेनिङ गर्दा पाएको छ, त्यो सिमिलर प्याटर्नलाई उसले फलो गर्छ। तपाईँलाई एउटा उदाहरण म च्याट जिपिटीको जुन जेनेरेसन हुन्छ, जेनेरेट गर्छ त्यसले टेक्स्ट, त्यसको दिन चाहन्छु। च्याट जिपिटीले टेक्स्ट जेनेरेट गर्दाखेरि इम ड्यासेस भन्छ, त्यो ड्यासको प्रयोग सबैभन्दा बेसी गर्छ। वेयरएज
जो नर्मल ह्युमन बिङ छ जसले लेख्छ उसले त्यो तरिकाले त्यो व्यापक रूपमा प्रयोग गर्दैन र कमाको प्रयोग चाहिँ च्याट जिपिटीले कम्ती गर्छ, मान्छेले कमाको प्रयोग बेसी गर्छ। त्यो च्याट जिपिटीले त्यो किन गरेको भन्दा उसलाई यस्तो प्रकारले ट्रेनिङ गरिएको छ कि उसले रिस्क उठाउन चाहँदैन। उसले जति सक्दो कम गल्ती गरौँ भन्ने हिसाबले ऊ ट्रेन भएको छ, उसले त्यसरी गर्छ र त्यो ड्यास लगाइसकेपछि त स्पष्ट छुटिहाल्यो नि त। त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यो च्याट जिपिटीहरू भयो यस्तो एआईहरूले चाहिँ त्यो प्रकारले लेख्छ, तर उनीहरूले चाहिँ लेखेको चाहिँ क्रिएटिभ राइटिङ होइन। त्यो चाहिँ जति उसकोमा छ, उसलाई जति फिट गरिएको छ त्यसको आधारमा उसले सिमिलर प्याटर्न जुन छ त्यो हेरेर उसले पठाउँछ हामीलाई। अर्को भिन्नता के हुन्छ भन्दाखेरि नेगेटिभ र पोजिटिभ दुइटै छ। बेसी चाहिँ म चाहिँ देख्छु पोजिटिभै छ, त्यसले यदि प्रयोग राम्रोसँग गरियो भने एआईको पोजिटिभ पक्ष नै बेसी छ। अर्को कुरा चाहिँ के हुन्छ भन्दाखेरि ह्युमन राइटर कवि एकजना व्यक्ति जो छ उसमा र एआईमा फरक के हुन्छ भन्दाखेरि हामीसँग चाहिँ व्यक्तिगत अनुभव हुन्छ। व्यक्तिगत अनुभव जुन कुरा चाहिँ एआईसँग हुँदैन, उसकोमा प्रथममा अनुभवै हुँदैन। उसकोमा अनुभव किन हुँदैन? जस्तै इक्जाम्पलको लागि तपाईँ एकजना कवि, तपाईँको घरको तल्लोपट्टि चाहिँ एकदम बेसी पानी परेर चाहिँ पहिरो गयो, तपाईँको घर चाहिँ यस्तो धरापमा छ, त्यो व्यक्तिगत अनुभव त्यो डर जुन छ नि त्यो डर तपाईँले मात्रै फिल गर्न सक्नुहुन्छ, त्यो एआईले फिल गर्न सक्दैन। उसलाई तपाईँले लेखेर दियो भने पनि उसकोमा त्यो अनुभवै छैन, ऊ किनभने मान्छे होइन नि त। त्यसले गर्दाखेरि भविष्यमा के हुन्छ म भन्न सक्दिनँ, सम्भावनाहरूलाई नकार्न सकिँदैन। तर अहिलेको स्थितिमा चाहिँ यो एआईको जति पनि च्याटबटहरू छ उनीहरू चाहिँ क्रिएट गर्ने ठाउँसम्म पुगेको छैन। उनीहरूले खालि जेनेरेट गर्छ, जति डेटा फिट गरिएको छ त्यो हिसाबले जेनेरेट गर्छ। तर एउटा हामीभन्दा ऊ शक्तिशाली केमा छ भन्दाखेरि मान्छेको एउटा व्यक्तिको मस्तिष्कमा चाहिँ जति तपाईँले जीवनभर इन्फर्मेसन डेटा गेदर गर्न सक्नुहुन्छ नि, जति पनि सङ्कलन गर्न सक्नुहुन्छ नि, त्योभन्दा चाहिँ 1000 लाख गुणा बेसी डेटा चाहिँ एआईले सङ्कलन गर्न सक्छ। त्यस भएर ऊ ज्ञानी हुनसक्छ तर उसकोमा त्यो व्यक्तिगत अनुभव हुँदैन, उसकोमा त्यो फिलिङ्स हुँदैन। त्यस भएर अहिलेको अवस्थासम्म आइपुग्दा चाहिँ क्रिएट चाहिँ गर्दैन तर उसले जेनेरेट चाहिँ गर्छ भन्न सक्छु म चाहिँ। भनेपछि त्यसले अहिलेको यो जुन चाहिँ क्रिएटिभ राइटिङमा धेरै जस्तो ह्याम्पर पार्दैन? किन पार्दैन भने तपाईँले अब अहिले लु मैले चाहिँ एउटा कविता पढेँ भने म त्यसमा सेन्स गर्न सक्छु कि यसमा एआईको कतिको प्रयोग भएको छ भनेर, किनभने मैले भने नि अघि पनि प्याटर्न छ नि त उसको प्याटर्नलाई जसले बुझ्छ उसले बुझिहाल्छ यो चाहिँ एआई जेनेरेटेड हो भनेर। तर कवितामा हेर्नुहोस् त तपाईँले अहिले झन् पोस्ट मोडर्निजमको बादमा त फ्रेगमेन्टेड राइटिङ भन्छ। फ्रेगमेन्टेड राइटिङ भनेको तपाईँको पहिलो प्याराग्राफ जुन कुरा छ तपाईँको यहाँनिर किरातको मुन्दुमको कुरा हुँदाहुँदै उतापट्टि ग्रिकको कुनै कुन चाहिँ एउटा मिथोलोजीको कुरा आउँछ टक्कै, त्यो सबै गर्ने भनेको मान्छेले ब्रेक गर्छ, मान्छेले लामो लेख्छ ब्रेक गर्छ, छोटो लेख्छ ब्रेक गर्छ, लामो लेख्छ ब्रेक गर्छ, उसले यताउता बनाउनु सक्छ नि त मान्छेले। तर एआई त चल्ने भनेको प्याटर्नमा हो र त्यो प्याटर्न उसले जुन सबैभन्दा फ्यामिलियर प्याटर्न उसले उसमा फिट भएको छ उसले त्यही हिसाबले नै दिन्छ। र तपाईँ अर्को प्रश्न चाहिँ के छ भन्दाखेरि चाहिँ अहिले भारतीय नेपाली साहित्य छ जुन चाहिँ है त्यसमा चाहिँ हामीले कस्तो खालको लेखन देख्न पाइरहेको छौँ जस्तो लाग्छ? कस्तो खालको लेखनहरू पढ्न अथवा जुन चाहिँ अहिले जुन चाहिँ राइटरहरूको माझमा हामीले लेखकहरूले कस्तो खालको लेखनहरू लेखिरहेको छन् जस्तो लाग्छ के भने? भारतीय नेपाली साहित्य समग्रमा हेर्ने हो भने पुरानो समयदेखि नै अहिलेसम्म पनि हेऱ्यो भने दार्जिलिङको लेखन, दार्जिलिङ यो कालिम्पोङ भयो यो ठाउँको लेखनको विषयवस्तु यो अलग, सिक्किमको राइटरहरूको विषयवस्तु जुन विषयले टिपेर लेख्छन् त्यो अलग, अनि असमको राइटरहरूको लेखनको विषय अलिक अलग यस्तो किसिमको छ। र अहिले पनि त्यो प्याटर्नमा लगभग अथवा त्यो जुन भिन्नता छ त्यो भिन्नतामा लगभग त्यस्तो परिवर्तन आएको छ जस्तो चाहिँ मलाई लाग्दैन। अब जस्तै सिक्किममा हेऱ्यो भने एक समयमा धेरै यहाँ पनि आइडेन्टिटीको कुराहरू लेख्थ्यो तर अहिले त्यो सिक्किमको लेखनमा प्राय पाइँदैन। सिक्किमको लेखन अलिकति मिक्स्ड खालको छ, प्रयोगपरक लेखनहरू पनि छ अनि प्रेमिल कुराहरूको पनि छ। र अहिले आएर हामीले भारतीय नेपाली साहित्यमै देख्ने एउटा सिमिलर प्याटर्न चाहिँ अथवा सिमिलर विषय चाहिँ के छ भन्दाखेरि यो जुन चाहिँ परिवेश कविता भनिन्छ अथवा इको पोइट्री अथवा इको लिटरेचर, इको राइटिङ भन्छ होइन। इको राइटिङ चाहिँ अहिले एउटा सिमिलर विषय बन्दै गरेको जस्तो मलाई लाग्छ, किनभने जुन यो पर्यावरणको जुन कुरा छ
जुन क्लाइमेट चेन्जको कुरा छ, यो कुराहरू चाहिँ साझा छ, सबैको साझा छ, साझा समस्या छ र योसँग चिन्तित भएर त्यसको सम्बन्ध कोट्याउने, लिट्रेचर र पर्यावरणको सम्बन्ध कोट्याउने कुराहरूमा चाहिँ त्यो इको क्रिटिसिजम, इको राइटिङ, इको पोइट्रीहरूको कुराहरू चाहिँ सिमिलर जस्तो देखिन्छ। तर अन्य विषयवस्तुमा चाहिँ फरक पर्छ। दार्जिलिङको कुरा हेऱ्यो भने हामीले सुरुदेखि नै उहाँहरूको कुरा पहिचानको विषय, आइडेन्टिटीको विषय, अनि अब अलग राज्य गोर्खाल्यान्डको त्यो जुन चाहिँ आन्दोलन छ, लामो लगभग 1 शताब्दीभन्दा लामो उहाँहरूको जुन आफ्नो परिचयको आन्दोलन छ, त्यसले प्रभाव, प्रत्यक्ष परोक्ष प्रभाव त्यसकै छ साहित्यमा, दार्जिलिङको साहित्यमा। अहिले पनि हेऱ्यो भने अब रिसेन्टली अलिकति सब कल्चरहरूको कुराहरू पनि आयो होइन। सब कल्चर भन्नाले दार्जिलिङभित्र एउटा ठुलो उयो मात्रै छैन, भित्र सानो सानो कल्चरहरू पनि छ, त्यो कल्चरको कुरा पनि निकाल्नुपर्छ भन्ने कुरा आयो। अब अहिले भर्खरै नेपालको मदन पुरस्कार प्राप्त गरेको किताब उर्मालको कुरा गर्दाखेरि त्यसले चियाबारीभित्र पनि आदिवासीहरूको जुन समाज छ त्यो समाजलाई उजागर गर्ने, त्यो समाजलाई देखाउने काम गरेको छ होइन। र यसले गर्दाखेरि चाहिँ एउटा सिमिलर विषयवस्तु चाहिँ छैन, अलग अलग विषयवस्तु छ। र अहिलेको युवा पुस्ताको कुरा गर्ने भने अहिले युवा पुस्ता चाहिँ मलाई लाग्छ कविताको क्षेत्रमा चाहिँ नेपालको भन्दा भारतीय नेपाली कविता चाहिँ अलिकति अगाडि नै छ। वेयरएज आख्यानको कुरा गर्ने हो भने, नोभलहरूको, उपन्यासहरूको कुरा गर्ने हो भने चाहिँ हामी अझै पनि पछि नै छौँ, तर अहिलेको पुस्ता पछि नै छ। तर कविताको सन्दर्भमा हेऱ्यो भने चाहिँ भारतीय नेपाली, इन्डियन नेपाली लिट्रेचर चाहिँ अलिकति अगाडि नै छ, पोजिटिभ बाटोमै जाँदैछ जस्तो चाहिँ मलाई लाग्छ। तपाईँको कवितामा पनि धेरै जस्तो जुन चाहिँ भोगाइ छ है, त्योहरू हामीले धेरै जस्तो देख्न पाइरहेका हुन्छौँ नि, यसको पछाडिको विषयमा पनि बताइदिनुहोस् न। होइन, यस्तो भोगाइ भन्नाले चाहिँ कस्तो भने कवि भनेको समाजको अङ्ग हो। कवि समाजदेखि टाढा जान सक्दैन र कविले पनि समाजदेखि बाहिरको कुरा उसले लेख्नु पनि सक्दैन, उसले अनुभव पनि गर्नु सक्दैन। उसको जीवनको भोगाइ जे छ उसले लेख्ने पनि त्यही हो, किनभने उसले उसकोमा कहाँबाट आउँछ, एउटा त उसको प्रत्यक्ष जीवनको अनुभव, अर्को उसको अध्ययन, उसले विभिन्न किताबहरू पढ्छ होइन। अनि उसको आफ्नो मेन त आफ्नो व्यक्तिगत अनुभव नै हो। व्यक्तिगत अनुभवमा तपाईँले समाजमा जे अनुभव गर्नुहुन्छ त्यही नै लेख्ने हो। हामी त्यसबाट पर जान सक्ने कुनै त्यो अद्भुत प्राणी कविहरू कोही पनि होइन, कवि पनि एउटा माध्यम मात्रै हो भनिन्छ है। र त्यही समाजमा बसिसकेपछि त्यो समाजदेखि टाढोको कुरा त उसले सोच्ने कुरै आएन, उसले समाजकै कुरा सोच्ने हो। र हरेक कविले नै, चाहे तपाईँले पाश्चात्य साहित्यको कुरा गर्नुहोस्, वेस्टर्न लिट्रेचरहरूको कुरा गर्नुहोस्, संसारको कुनै पनि ठाउँको कुनै पनि कवि, कुनै पनि लेखकको राइटिङमा आउने भनेको उसको समाजकै कुराहरू हो। उसको व्यक्ति किन ऊ पनि समाजको अङ्ग हो नि त, ऊ समाजदेखि पर होइन। त्यसले गर्दाखेरि आउनुपर्ने कुरा पनि त्यही हो र आउने कुरा पनि त्यही हो। त्यसदेखि पर जान पनि सक्दैन। त्यसले विभिन्न शैली, विभिन्न प्रयोगमा लेख्ने, त्यसलाई कसरी मोर क्रिएटिभ बनाउने भन्ने मात्रै त कुरा हो। अरू त आउने भनेको त समाजकै कुराहरू। सिक्किम विश्वविद्यालयको म कुरा गर्न चाहन्छु है। जुन चाहिँ सिक्किम विश्वविद्यालयमा तपाईँ क्रिएटिभ राइटिङमा लेख्नुहुन्छ, त्यो विषयमा हामीले अघि चर्चा गरिसकेका छौँ। भनेदेखि सिक्किम विश्वविद्यालयमा यो क्रिएटिभ राइटिङ जुन चाहिँ विषय छ, यसलाई बढाउनको लागि, यसलाई जुन चाहिँ पलिस गरेर लानको लागि अहिले छ होला सायद है, यसलाई अझै निपुण बनाउनको लागि के कस्तो कामहरू गर्नुपर्ने छ, के कस्तो पहलहरू चलाउनु पर्ने छ त? सिक्किम विश्वविद्यालयले अब जति बेला म त्यहाँ मास्टर्स गर्दै थिएँ त्यति बेला विभिन्न कार्यक्रमहरू हुन्थ्यो हाम्रो विभागमा, नेपाली विभागमा है। साहित्यिक कार्यक्रमहरू हुन्थ्यो, लेखकसँगको भेट र अन्तर्क्रिया कार्यक्रमहरू पनि गरिन्थ्यो, जहाँ विभिन्न लेखकहरूलाई बोलाएर विद्यार्थीहरूलाई उहाँहरूसँग अन्तर्क्रिया गराउने कामहरू पनि हुन्थ्यो। र एउटा म्यागजिन पनि निकाल्थ्यो विभागले। अब अहिले सायद त्यो कन्टिन्यू नै छ जस्तो लागेको छ मलाई होइन। र अरू थप काम चाहिँ के गर्न सकिन्छ भने विश्वविद्यालयमा विभिन्न लिट्रेचरको डिपार्टमेन्टहरू छ, इङ्ग्लिसको छ, नेपालीको छ, लेप्चाको छ, भुटियाको छ, लिम्बूको छ होइन। यी विभागहरूमा एउटा काम चाहिँ के गर्न सक्छ जस्तो मलाई लाग्छ भने, जति पनि लिट्रेचर पढाइने विभागहरू छ त्यो विभागहरूले चाहिँ एउटा कोलाबोरेटिभ काम गर्नुपर्छ जस्तो मलाई लाग्छ। भन्नुको मतलब सबै विभागकोहरू भेला भएर, किनभने नेपाली लिट्रेचरमा के लेखिँदैछ, अनि इङ्ग्लिस लिट्रेचरमा के लेखिँदैछ, हिन्दी लिट्रेचरमा के लेखिँदैछ, त्यो चाहिँ चर्चामा आउनु पर्यो एउटा ठाउँमा। त्यसो गर्दाखेरि चाहिँ जस्तै अब यहाँको भाषाहरू पनि छ, लिम्बू, भुटिया, लेप्चा पनि पढाइन्छ विश्वविद्यालयमा, त्यसको साहित्य पनि पढाइन्छ होइन। त्यसलाई पनि विकास गरेर लानु छ। र यसो गर्दाखेरि चाहिँ हामीले अरू साहित्यबाट पनि कुन स्टाइलमा लेख्दैछ, एक्सक्युज मी, कुन चाहिँ राइटिङ स्टाइल छ त्यहाँनिर, कुन विषयहरू टिप्दैछ भन्ने कुरा चाहिँ
नेपालीकोले हिन्दीको थाहा पाउँछ, हिन्दीकोले नेपालीको थाहा पाउँछ, लिम्बूकोले भुटियाको थाहा पाउँछ। यसो गर्दाखेरि चाहिँ सबै एउटा सहकार्यमा गएर काम गर्न सक्ने एउटा वातावरण बन्छ। अर्को काम चाहिँ के गर्नु सक्छ जस्तो लाग्छ भने मलाई, एउटा साझा पत्रिका निकालेर विश्वविद्यालयकै साझा सबै, त्यसमा सबै साहित्यको विभागहरू जोडिएर सबै सम्पादकहरू मिलेर विभिन्न भाषाको उयोहरू क्रिएटिभ राइटिङहरू चाहिँ एउटा पत्रिकामा निकाल्नु सक्ने, त्यो पनि गर्न सक्छ। अब त्यसमा सिक्किम विश्वविद्यालयको त्यो विभागहरूले नै गरेन भने पनि त्यसमा सिक्किम विश्वविद्यालयको विद्यार्थी जुन एसोसिएसन छ त्यो एसोसिएसनले पनि त्यो पहल चलाउन सक्छ र यो कामहरू गर्न सक्छ। अर्को चाहिँ विद्यार्थीहरूलाई कमसेकम पनि 2 महिना 3 महिनामा एउटा क्रिएटिभ राइटिङको वर्कसपहरू गराउन सक्छ, जहाँ चाहिँ विभिन्न ठाउँका लेखकहरू, कविहरू, जस्तै अब नेपालीकै कुरा गर्नु भने नेपालमा महान महान साहित्यकारहरू छन्, कविहरू छन्, उहाँहरूलाई ल्याएर उहाँहरूले वर्कसपहरू गराउन सक्छ। त्यसो गर्दाखेरि चाहिँ थाहा हुन्छ क्या। जस्तै अब मेरो सन्दर्भमा कुरा गर्नु, गजल लेख्नु म कति प्रयास गर्छु, सक्दिनँ। गजल लेख्नु म सक्दिनँ, म प्रयास गर्छु, मलाई मनपर्छ, तर म सक्दिनँ गजल लेख्नु। त्यस्तो समस्या विद्यार्थीहरूमा हुन्छ, किनभने क्रिएटिभ राइटिङ सिक्ने भनेको त स्कुल लाइफ, कलेज लाइफ र युनिभर्सिटी लाइफबाट हो विद्यार्थीहरूले। त्यसले गर्दाखेरि चाहिँ त्यो कामहरू गर्न सक्छ। यस्तो अनेक कामहरू हुन सक्छन् जो अब चर्चा गर्दै गयो भने निस्किँदै जान सक्छ त्यस्तो आइडियाजहरू, होइन। अहिलेको लागि चाहिँ म यति नै भन्न सक्छु कि यो सहकार्यमा सबै विभागले काम गर्यो भने चाहिँ अझै धेरै पोजिटिभ रिजल्ट्सहरू आउँछ जस्तो मलाई लाग्छ। एकदमै। र अर्को कुरा गर्नुपर्दाखेरि तपाईँ एउटा पत्रकारिता क्षेत्रमा पनि हुनुहुन्छ र अहिले हेर्नुपर्दाखेरि डिजिटल जुन चाहिँ मिडिया छ त्यसले धेरै जस्तो प्रभाव पारिरहेको भनौँ है, त्यसको धेरै हाई रिच भएर गइरहेको छ, डिजिटल मिडियाको उपयोग धेरै भइरहेको छ र त्यसको साथसाथमै जुन चाहिँ पहिला थियो रेडियो, टेलिभिजन त अहिले एकदमै घटेर गइरहेको छ र जुन चाहिँ पत्रिकाको कुरा गर्नुपर्दाखेरि यसको विषयमा चाहिँ तपाईँलाई के लाग्छ? अब यसको घट्नुको पछाडि अहिलेका युवाहरूले त्यसप्रति आफ्नो जुन चाहिँ हुन्छ आफ्नो इन्ट्रेस्ट देखाउँछन् देखाउँदैनन्, त्यस विषयमा चाहिँ तपाईँलाई के लाग्छ? एउटा चाहिँ के हो भन्दाखेरि डिजिटल प्लेटफर्म अहिलेको समयको सबैभन्दा प्रगतिशील, सबैभन्दा राम्रो, सबैभन्दा सजिलो र सबैभन्दा स्पिड अथवा फास्ट। अनि अर्को कुरा चाहिँ दुईतर्फी भनेको त्यसमा पाठक र दर्शकको फिडब्याक पनि तत्कालै पाउन सक्ने, जस्तो कि टिभीमा पाइन्थेन, जस्तो कि पेपरमा पाइन्थेन, रेडियोमा पाइन्थेन तत्काल फिडब्याक पाउन सक्ने त्यो प्लेटफर्म हो डिजिटल प्लेटफर्म भनेको। र डिजिटल प्लेटफर्म चाहिँ हुँदैन, यो ठिक छैन भनेर नकार्नु भनेको चाहिँ त्यो मान्छेले चाहिँ आफूलाई विकास नगरेको, आफूलाई नयाँ समयसँग, नयाँ प्रविधिसँग, नयाँ विज्ञान प्रविधिको खोजहरूसँग एड्याप्ट नगरेको। अब हराउँछ पुरानो हराउँदै गयो भन्ने कुरा चाहिँ त्यो चाहिँ खासमा एक पक्ष मात्रै हेरेर हुँदैन। कन्टेन्ट चाहिँ के दिँदैछ अथवा कस्तो किसिमको सामग्रीहरू पब्लिस हुँदैछ न्युजपेपरमा, टिभीले के दिँदैछ, त्यसमा पनि हो खास कुरा चाहिँ। अब भारतमा हेऱ्यो भने भारतको तपाईँले प्रेस फ्रिडम इन्डेक्स हेऱ्यो भने त एकदम तल छ। भारतको पत्रकारिता एकदमै अधोगतिमा छ, विशेष गरेर टिभी र न्युजपेपरको कुरा गऱ्यो भने, मेन स्ट्रिमको कुरा गऱ्यो भने। थामेको छ डिजिटलले। डिजिटलमा के प्लेटफर्महरू छ जो इन्डिपेन्डेन्टली काम गरिरहेछ, कुनै ठुलो कर्पोरेट हाउसको एडभर्टिजमेन्ट नलिई, सरकारको एडभर्टिजमेन्ट नलिई, नितान्त पाठक र दर्शकको सब्सक्रिप्सनमा चल्ने प्लेटफर्महरू छ जो चाहिँ इन्डिपेन्डेन्टली काम गर्न सकिरहेको छ। र भारतमा प्रेसको इन्डिपेन्डेन्स अहिले राखेर बसेको भनेको त डिजिटलले हो। अनि डिजिटलले चाहिँ अर्को के गर्यो भने लोकतान्त्रिकरण भन्छ, डेमोक्रेटाइजेसन अफ प्रेस एन्ड मिडिया चाहिँ डिजिटलले गरेको छ। किनभने जनताको हातमा पुगेन र अब चाहिँ जबसम्म डिजिटल थिएन त्यति बेलासम्म 1-2वटा पुँजीपति कर्पोरेटहरूको हातमा थियो न्यारेटिभ, उनीहरूले चलाउँथ्यो। टिभीको एउटा मालिक छ, त्यो मालिकले कस्तो न्यारेटिभ, कस्तो ओपिनियन इस्टाब्लिस गर्न चाहन्छ सोसाइटीमा त्यो गराउँथ्यो। तर अहिले के भयो, अहिले जनता आफै पनि सामाजिक सञ्जालमा खुलेर आउन सक्ने भयो। कसैले केही गर्दै गरेको कुरा उसले खुलेर देखाउन सक्ने भयो। त्यसो गर्दाखेरि चाहिँ डेमोक्रेटाइजेसन भयो, लोकतान्त्रिकरण भयो। यो जुन प्रेस एन्ड मिडिया भन्ने आइडिया छ त्यो आइडिया नै आफै डेमोक्रेटाइजेसन भयो यो बिकज अफ दिस डिजिटल मिडिया। अर्को कुरा चाहिँ के भन्दाखेरि सँगसँगै च्यालेन्जेस चाहिँ के आयो भन्दाखेरि फेक न्युज, मिसइन्फर्मेसन र डिसइन्फर्मेसन। यो चाहिँ अहिलेको डिजिटलले ल्याएको सबभन्दा ठुलो च्यालेन्ज हो। तर पनि अझै पनि म चाहिँ के भन्छु भने
अहिले पनि हेऱ्यो भने डिजिटलले भन्दा बेसी फेक न्युज चाहिँ आजकल चाहिँ टिभी मिडियाले फैलाउँदैछ। आजकल भारतको स्पेसली मैले अरू देशको कुरा गरेको होइन, भारतको मिडियाको अवस्था भनेको चाहिँ एकदमै 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 तल्लो स्तरमा पुगिसकेको अवस्था छ। र अहिले अलिकति थामेको छ डिजिटलले। अब डिजिटलले चाहिँ किन पनि अलिक थाम्नु कर लाग्यो भन्दाखेरि फिडब्याक पाइहाल्छ नि त, तत्काल फिडब्याक पाउँछ। तत्काल फिडब्याक पाएपछि त उसले पनि आफूले सुधार्नु पर्यो, अलिकति न्युट्रल त बनाउनु पर्यो आफूले आफूलाई, त्यो भएको छ। तर रिप्लेस गर्ने कुरा जुन अहिलेको थियो, त्यो रिप्लेस गर्ने कुरा चाहिँ के हो भन्दाखेरि अब टिभी जब आयो नि, टिभी आउँदा पनि त्यही न्यारेटिभ चलेको थियो अरे कि अब टिभीले चाहिँ न्युज पेपर सकिदिन्छ भन्ने चलेको थियो अरे क्या, तर सकेन नि। रेडियो थियो, टिभी आयो, टिभी आउँदाखेरि रेडियो सकिन्छ, न्युज पेपर त अब सकि नै हाल्यो, किनभने अब त भिडियोसँगै हामीले न्युज हेर्न पाउने भयो भन्ने कुरा भएको थियो अरे क्या, तर सकेन। किन सकेन र अहिलेसम्म बाँचेर आएको पेपरहरूले किन सकेन भने समयसँग एडप्ट गर्यो आफूलाई, अहिलेको विज्ञान प्रविधिसँग एडप्ट गर्यो। अहिले पनि संसारको टप न्युज पेपरहरू तपाईँले हेर्नुहोस्, उनीहरूले न्युज पेपरको हार्ड कपी न्युज पेपर सँगसँगै उहाँहरूको डिजिटल भर्जन पनि छ, उहाँहरूको विभिन्न डिजिटल प्लेटफर्ममा उपस्थिति छ, वेबसाइट छ, न्युज पोर्टल छ होइन। सफ्ट कपी म्यागजिनको पनि उनीहरूले सब्सक्रिप्सन गराउँछ, आर्टिकल पढिरहेको छ, चलिरहेको छ, त्यो सकेको छैन खासमा। र त्यो डराउनु पर्ने अवस्था पनि छैन, तर बाँच्नुको लागि चाहिँ तपाईँको क्वालिटी चाहिँ तपाईँले मेन्टेन गर्नु पऱ्यो नि त। पेपरले क्वालिटी मेन्टेन गर्छ त खोजी पढ्छ मान्छेले। हाम्रो चाहिँ के भयो, डिजिटलले सक्यो भन्यो, तर पेपरहरूले पनि त मेन्टेन गर्नु पऱ्यो नि त क्वालिटी। दामी एउटा इन्भेस्टिगेटिभ जर्नलिजम गरेर, किनभने न्युज पेपरले सक्छ इन्भेस्टिगेटिभ जर्नलिजम गर्नु, हाउस हुन्छ उनीहरूको प्रोपर हाउस बिना त न्युज पेपर त चल्दैन। वेरेज डिजिटल त एकजना दुईजना व्यक्तिले पनि चलाउँछ, हाउस एउटा इस्टाब्लिस नगरी पनि चलाउँछ, तर न्युज पेपरको त प्रोपर हाउस हुन्छ, उनीहरूसँग प्रोपर रिसोर्सेस हुन्छ। इन्भेस्टिगेटिभ जर्नलिजम गरेर एउटा दामी रिपोर्ट निकाल्यो भने मान्छेले खोजी पढ्छ नि। तर हाम्रो चाहिँ के भइरहेछ, डेली इभेन्ट्सको कभरेजमा नै सकिरहेको छ जर्नलिजम। त्यो हुँदाखेरि चाहिँ रिसोर्स भएको हाउसहरूले पनि त्यसै गरी त्यही उयसमा सर्कलमा घुमिबस्दाखेरि चाहिँ होइन, बरुभन्दा के फेसबुकै चलाइदिन्छु, रिल्सै हेरिदिन्छु भनेर न्युज पेपर पढ्नु छोडेको कारण चाहिँ त्यो हो। मलाई चाहिँ त्यस्तो लाग्छ, एडप्ट गर्नु पऱ्यो, युवाहरूले एडप्ट गर्नु पऱ्यो। युवाहरूले पनि होइन, एडप्टेसन चाहिँ त्यो जुन न्युज पेपर छ, जुन एजेन्सी, जुन हाउस छ, त्यो हाउसले चाहिँ अहिलेको विज्ञान प्रविधिलाई, अहिलेको टेक्नोलोजीलाई पनि एडप्ट गर्नु पऱ्यो र त्यस सँगसँगै आफूलाई विकास गर्नु पऱ्यो। र आजको यस हाम्रो कन्भर्सेसनको यो अन्तिम प्रश्न पनि रहनेछ, अहिलेको जुन चाहिँ लिट्रेचरको कुरा गर्नुपर्दाखेरि लिट्रेचरले युवाहरूलाई कसरी एड्रेस गरिरहेको छ, कुन प्रकारले यो लेखनमा, आफ्नो साहित्यमा भनौँ है, उहाँहरूले कुन प्रकारले एड्रेस गरिरहेको छ जस्तो लागिरहेको छ? अघिको जुन फर्स्टको हाम्रो क्वेसनमाथि डिस्कसन थियो, त्यसमा मैले भने युवाहरू लेख्दैछन्, युवाहरू लेख्नुमा एकदमै लागि पर्दैछन् भन्ने कुरा भने त्यो एउटा पोजिटिभ पक्ष थियो। तर नेगेटिभ पक्ष के हो भन्दाखेरि अहिलेको लिट्रेचरले युथलाई कतिको एड्रेस गर्दैछ भने तपाईँको जुन क्वेसन छ नि, लगभग गरेको छैन, युथलाई चाहिँ एड्रेस गरेको छैन। जस्तै नेपाली लिट्रेचरमा तपाईँले हेर्नुभयो भने अब यो जुन हाम्रो पुरानो त्यो परम्परामा केटा र केटी मात्रै भन्ने एउटा जुन चलन थियो, भाषा पनि त्यही हिसाबले बन्यो। तर अहिले आएर तपाईँले हेर्नुभयो भने तेस्रो लिङ्गीहरूको, थर्ड जेन्डरको जुन कुरा छ, त्यो थर्ड जेन्डरको कुरा तपाईँले लिट्रेचरमा कहाँ पाउनुहुन्छ? रेयर छ। मैले पढेकोमा 2-3वटा किताब पढेको छु मैले, त्योभन्दा बेसी हाम्रो लिट्रेचरले त्यो विषयलाई सम्बोधन गरेको छैन। त्यो अहिलेको नयाँ विषय हो नि त, होइन, नयाँ विषय हो, तर त्यसमाथि हामी सम्बोधनै गरेको छैनौँ। जस्तै डिजिटल लिट्रेचरको कुरा मैले अघि गरेँ, डिजिटल लिट्रेचर भनेको चाहिँ खालि डिजिटलमा लेख्नु भनेको होइन नि त, डिजिटल वर्ल्डसँग सम्बन्धित लिट्रेचर भनेको त्यो हामीले लेखेको छैनौँ, त्यो युवाहरूसँग जोडिएको कुरा हो। अनि अहिलेको युवाहरूको समस्या के हो, अहिलेको युवाहरूको सोचाइ के हो, अहिलेको युवाहरूको विचार के हो, उहाँहरू कस्तो संसार चाहन्छ, कस्तो सिस्टम चाहन्छ, कस्तो व्यवस्था चाहन्छ भन्ने कुरा त हाम्रो साहित्यले सोचेकै छैन, लेखेकै छैन। हामी त्यही समाज परिवर्तनको के अरे साहित्य समाजको दर्पण हो भन्ने एउटा नेरेटिभमा लागेका छौँ। दर्पणले पछाडि देखाएकै छैन, हेरेकै छैनौँ, अगाडि अनुहार मात्रै देखाइरहेको छ, बोक्रा मात्रै देखाइरहेको छ, अनि त्यो बोक्राइ मात्रै हेरेर हामी त्यही नेरेटिभमा लागिरहेको छौँ। तर अहिलेको युथहरूलाई एड्रेस गर्न अब आउँछ होला भविष्यमा, युथहरूले नै लेख्दैछन्, तर अहिलेको प्रेजेन्टमा हेऱ्यो भने चाहिँ युथलाई एड्रेस चाहिँ लिट्रेचरले प्रायः नेपाली लिट्रेचरको कुरा गरेँ मैले इङ्ग्लिसको त मैले त्यस्तो हेरेको छुइनँ, तर नेपाली लिट्रेचरले चाहिँ अहिलेको पुस्तालाई प्रायः एड्रेस गरेको छैन। हुन्छ,
हाम्रो कन्भर्सेसनलाई म यही राख्न चाहन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद आफ्नो बहुमूल्य समय दिनुभएकोमा। हवस् दर्शकबिन, यस्तै विभिन्न किसिमका कन्भर्सेसनहरू हेरेर बस्नको लागि द ग्रिडको यस युथ कर्नरको विशेष सेगमेन्ट तपाईँहरू जोडिएर बस्नु होला। हामी हजुरहरू माझमा यस्तै विभिन्न एपिसोडहरू लिएर आउने नै छौँ। तबसम्मलाई हेर्दै गर्नुहोस् द ग्रिड। थ्याङ्क यू सो मच।